म झगडा गर्न जान लागेको हो र कुरा पो गर्न जान लागेको थियो। नमस्कार। आशाको किरण। प्रेम के प्रेम पैसाले किनिन्छ? के प्रेम धनी र गरिबको सीमामा बाँधिन्छ? के प्रेम दुई मनको साँचो समझदारी हो? आजको समयमा जहाँ सम्बन्धहरू स्वार्थमा तौलिन थालेका छन्, जहाँ मायाभन्दा बढी देखावटीपन हाबी हुँदै गएको छ, त्यहीँबाट सुरु हुन्छ एउटा यस्तो प्रेम कहानी, आशाको किरण। यो कथा हो मन मिल्ने दुई आत्माहरूको, जसले सिकाउँछ प्रेम भन्नाले केवल आई लभ यु भन्नु मात्र होइन, प्रेम भनेको एक अर्कालाई बुझ्नु, साथ दिनु र सम्मान गर्नु। आशाको किरण एउटा यस्तो प्रेम कहानी जहाँ भावना छ, रोमान्स छ, सङ्घर्ष छ र सबैभन्दा महत्त्वपूर्ण साँचो माया छ। हामीले तपाईहरुलाई देखाउँदैछौँ नेपाली ड्रामाको नयाँ रूप, नयाँ शैली, जहाँ कथा मात्र होइन प्रस्तुति पनि धेरै नै फरक छ। एक आधुनिक स्टाइलिश रिच प्रेजेन्टेसन जसले तपाईलाई नेपाली ड्रामाको नयाँ अनुभव दिनेछ। यसमा कलाकारहरू हुनुहुन्छ दिया जेसी, मलाइका बस्नेत, करिश्मा राउत, ईश्वरी अधिकारी, कमल शर्मा, निरुता घिमिरे, दिपेन खड्कादेखि लिएर अन्य धेरै लेजेन्ड आर्टिस्टहरू हुनुहुन्छ र यसको डाइरेक्सन गर्नुभएको छ सुरेन्द्रजन थापाले। यो केवल एउटा ड्रामा होइन, यो एउटा अनुभूति हो जहाँ तपाईले आफैलाई देख्नुहुनेछ, आफ्नो माया, आफ्नो सम्बन्ध र आफ्नो भावना। कहिलेकाहीँ टुटेको मनमा पनि आशाको नयाँ किरण पलाउँछ। त्यसैले तयार रहनुहोस् एक यस्तो यात्राका लागि जहाँ प्रेमले नयाँ अर्थ पाउँछ। आशाको किरण, कमिङ सुन। छिट्टै तपाईहरुको आफ्नै च्यानल फिल्मी स्टुडियो मार्फत तपाईहरु माझ लिएर हामी आउँदैछौँ। मायाको गीत लेख्नु पर्छ है प्रिय, तिमी आकाश बनिदेऊ म धरती हुन्छु। यस्तो होस् हाम्रो माया दुनिया साराले डाहा गरून्। मुना मदन र राधा कृष्णले पनि देखेर हामीलाई आहा भनुन्। कृष्णले पनि देखेर हामीलाई आहा भन्नु।